त्यो चाहिँ कपिराइट भनेर लाग्छ भनेर चाहिँ त्यो राख्न सकेन होइन। सुरुमा चाहिँ के भन् त्यो दियो होइन, त्यसपछि व्हाट्सएपमा नम्बर दियो, अलिकति विश्वास जस्तो बढायो होइन। अनि व्हाट्सएपमा मैले रियल नम्बरमा फोन गरेको उपलब्ध हुन सकेन भन्यो। अनि त्यसपछि क्युआर कोड दियो, क्युआर कोडमा त्यो जुन ई सेवाको त्यो दिएको थियो त्यो नम्बरमा फोन गरेको पनि त्यो पनि उपलब्ध हुन सकेन भने त्यही पनि के रहेछ त। अब नागरिकता दियो भनेर यसको 200 रुपियाँ जम्मा गरिदिएँ। अनि 200 रुपियाँ जम्मा गरिदिएँ मैले कति बजी भन्दाखेरि चाहिँ 4:20तिर होइन। अनि त्यसपछि चाहिँ 5 बजेतिर चाहिँ मैले के गरेँ भन्दाखेरि चाहिँ त्यसमा 5 बजेतिर चाहिँ म्यासेज गरेँ, खोइ मेरो पैसा आएन अनि त्यसपछि के रिप्लाई नै गरेन। अनि 2-3 चोटि सोधेपछि चाहिँ अहिले चाहिँ सर्भर स्लो छ, म तँलाई पछि म्यासेज गर्छु भन्यो। अनि त्यसपछि 10-15 मिनट अझै कुरेँ, म्यासेजै आएको थिएन होइन। अनि त्यसपछि फोनै गरेँ मैले व्हाट्सएपमा, त्यसपछि फोन गरेर सर्भर स्लो छ, एकछिनमा हुन्छ होला, म तँलाई म्यासेज गर्छु कति कच गरेको भन्यो भैयाले होइन। त्यो भैयाले चाहिँ सुरुमा मलाई के पनि भन्यो भन्दाखेरि चाहिँ मैले चाहिँ तेरो फेसबुक पेजमा त्यति लाइक पनि छैन, त्यति फलोवर पनि छैन, किन इन्भेस्ट गर्ने भन्यो होइन। अनि त्यसले चाहिँ त्यस्तो त्यसरी हुँदैन, राम्रो काम गर्नेको पछाडि का मान्छे हुन्छ लाइक द्याट होइन। त्यो हरेक कुराको चाहिँ उनीहरू चाहिँ 1 2 4 5 स्टेप अगाडि हुन्छन् है। तपाईँले खोजेको एन्सरको सबै कुराको एन्सर दिन सक्ने हुन्छन्। अनि